हामी सबैले लाइफमा कहिलेकाहीँ च्यालेन्जेसहरू फेस गर्नै पर्छ र यो च्यालेन्जेसहरू हामीले आफै बनाएको होइन। यो चाहिँ बियोन्ड हाम्रो कन्ट्रोल हुन्छ। मेन कुरा यो हो कि यो च्यालेन्जेसहरूलाई हामी कसरी चाहिँ रेस्पोन्ड गर्छौँ। केही गर्न सक्दिनँ भनेर सोच्न सक्नुहुन्छ या यो च्यालेन्जेसहरूलाई आफ्नो काम सुरु गर्ने मौका मान्न सक्नुहुन्छ। र मलाई चाहिँ लाग्छ कि च्यालेन्जेसहरू त आउँछ जान्छ, तर त्यसलाई फेस गर्ने चाहिँ हाम्रोमा एउटा हिम्मत हुनुपर्छ। सो एज अ मदर अफ 2 किड्स म चाहिँ च्यालेन्जेसहरूलाई फेस गर्ने हिम्मतै गर्छु। हुनु त सजिलो छैन नि, 2टा नानी हुर्काउनु पर्यो है, पढाउनु पर्यो, लेखाउनु पर्यो, उनीहरूलाई राम्रो बाटोमा लानु पर्यो, राम्रो कुरा सिकाउनु पर्यो। एज अ मदर, एज अ फ्रेन्ड भएर चाहिँ नानीहरूलाई गाइड गर्नु पर्यो। फेरि यता एउटा हाउसवाइफ भएपछि घरलाई पनि इक्वली म्यानेज गर्नु पर्यो आफ्नो नानीहरू सँगसँगै। सो यो चाहिँ एउटा बिग टास्क हो, बिग च्यालेन्ज है। एज अ मदर हाउ यु आर रेजिङ यर चिल्ड्रेन, बट यो सबमा चाहिँ एउटा बाउको पनि ठुलो रोल हुन्छ। कमाउनु मात्रै होइन, घरमा बुढी नानीलाई पनि इक्वली नै टाइम दिएर बुझ्नु पर्यो। सो यहाँनिर च्यालेन्जको कुरा गर्दाखेरि चाहिँ फादरको लाइफमा पनि ठुलो एउटा रेस्पोन्सिबिलिटिज नै हो है, आफ्नो नानीहरूलाई, आफ्नो घर फ्यामिलीलाई इक्वली ट्रिट गर्नु, बोथ प्रोफेसनल एन्ड पर्सनल लाइफलाई इक्वली म्यानेज गर्नुपर्छ। सो दिस मच फर टुडे, सी यू इन माई नेक्स्ट भिडियो।